ल आज हेर्नु त हाम्रो एक्सेलमा 3 नम्बरमा हाम्रो के छ त आज डिस्काउन्ट बिल सिट तपाईहरुकोमा पढाउनु गएको छु डिस्काउन्ट बिल सिट। अब हामी कुन पर्यो एउटा पहिला फर्स्ट नम्बर 1 नम्बरमा सिम्पल बिल सिट भयो हामीहरुको। त्यसपछि 2 नम्बरमा एउटा के भयो हाम्रो ए भ्याट बिल भइसक्यो छैन सायद भइसक्यो भ्याट बिल हैन ठीक छ ल। आज हामी पढ्यौ के डिस्काउन्ट बिल सिट। त्यसपछि नेक्स्ट पढ्छौं हामी भ्याट बिल सिट। ल म स्टार्ट गर्छु तपाईहरुलाई। आज यहाँ आइटम्स नेम लेख्नु त यहाँ आइटम्स नेम अनि सिधा पार्नु अकाउन्ट जस्तो लागिरहेछ यो। त्यसपछि क्वान्टिटी हाल्नु क्युटीवाई सर्टकटमा। त्यसपछि रेट अमाउन्ट रेट रेट। त्यसपछि एएमटी को एएमटी मतलब हो अमाउन्ट यसको सर्ट फर्म अमाउन्टको एएमटी हाल्दिनु अमाउन्ट लेख्नु पर्दैन। त्यसपछि हामी के लेख्छौं डिस्काउन्ट डिस अमाउन्ट नेट अमाउन्ट। त्यसपछि डिस एएमटी त्यसपछि फेरि के लेख्छौं न डिस एएमटी नै डिस्काउन्ट पहिला हाल्छौं हामी सिधै डिस्काउन्ट डिस्काउन्ट अनि पर्सेन्ट। त्यसपछि के हाल्छौं डिस एएमटी नेट अमाउन्ट डिस एएमटी त्यसपछि नेट एएमटी। तपाईहरु म्यानेज गर्नु कपीमा यहाँ भइसक्यो। ल अब हामी के फिल गर्छ त आइटम्स को नेम जस्तै यहाँ के छ आइटम्स को नेमहरु कम्प्युटर ल्यापटप माउस किबोर्ड सीपीयू एसएसडी हैन हार्ड डिस्क मदरबोर्ड पेन ड्राइभ मेमोरी। त्यसको ठाउँमा हामी अरु पनि राख्न मिल्छ हामीले तर हामी के फिल गर्छौं अहिले जुन हाम्रो नोटमा छ त्यो फिल गर्छौं कम्प्युटर ल्यापटप हैन कम्प्युटर ल्यापटप यता सबै आइटम छन्। त्यसपछि क्वान्टिटी को फिल गर्छौं हामी जस्तै कति छ 12 हैन 50। त्यसपछि नेट अमाउन्ट एनईटी सर्ट अमाउन्ट नेट अमाउन्ट यता क्वान्टिटी हाल्छौं। अनि के भयो माउस हामी किबोर्ड अनि सीपीयू एसएसडी को फुल फर्म थाहा छ साइड लेखाइ थिएन हैन छैन मलाई थाहा छ। एसएसडी को फुल फर्म म लेखाइदिन्छु भन्दिन्छु के छ त सोलिड स्टेट ड्राइभ एसएसडी को फुल फर्म। त्यसपछि हाम्रो हार्ड डिस्क आउँछ तल सोलिड स्टेट ड्राइभ। अब के काम गर्छ त्यो पनि म बताउँछु तपाईहरुलाई। अहिले पहिला यो म फिल गर्छु यसमा ल हार्ड डिस्क। त्यसपछि हाम्रो मदरबोर्ड तपाईहरु स्पेलिङ के गर्नु ल मदरबोर्ड पेन ड्राइभ। त्यसपछि मेमोरी लास्टमा मेमोरी। ल अब क्वान्टिटीमा 12 15 20 10 8 त्यसपछि 9 11 अनि 5 14 5। ल यता आएपछि रेट के हाल्छौं हामी रेट। त्यसपछि अमाउन्ट को हामी फर्मुला हालेर निकाल्छौं। अब यहाँ हाल्छु म रेट 1 2 3 4 40,000। त्यसपछि के छ 35,250। त्यसपछि 3,000 त्यसपछि 12,000 त्यसपछि 4,500 9,000। त्यसपछि एउटा मिस्टेक कता भयो 600 500 एउटा मिस्टेक होला रहेछ 14,035। त्यसपछि 250 12 5 यहाँ कति हुन्छ त 5,000 लेख्नु तपाईहरुमा यहाँ 5,000। त्यसपछि 9,000 त्यसपछि 600 अनि यहाँ चाहिँ हुन्छ 5 कहाँ मिस भयो एउटा ल ठीक छ। त्यसपछि यहाँ के हाल्छौं हामी यता डिस्काउन्टमा हामी 5% अनि यता 10% हो यता 4% यता 6%। त्यसपछि 3 2 8 9 14 त्यसपछि हाल्छौं हामी 13। ल अब यहाँ त के छ डिस अमाउन्ट छैन नेट अमाउन्ट छ हाम्रो अमाउन्ट छ सबैको के गरेर निकाल्छौं यिनीहरुकोमा हामी फर्मुला हालेर ठीक छ। पहिला यो सार्नु त्यसपछि फर्मुला हालेर मतलब फर्मुला तपाईहरुको लेखाउँछु अनि सार्नु त्यसपछि हामी इन्ट्री गर्छौं कम्प्युटरमा। ल
क्लोज